2 दिन भइसक्यो केही खाना खान पाएको छैन। केही भयो दिनु हजुर। मोबाइल अरे मैडम को मोबाइल थियो। मैडम सुन्नुहोस् त मैडम यो मोबाइल हजुरको उता खसिया थियो। व्हाट? होइन यो मेरो मोबाइल। मैडम यो त्यही खसिया थियो हजुरको ब्यागबाट। यो तपाईँकै मोबाइल हो। शट अप। यो मेरो मोबाइल होइन भनिरहेको छु। मैडम यो राम्रोसँग हेर्नु, यो तपाईँकै मोबाइल हो। उता खसिया थियो, लिनु तपाईँकै हो। शट अप। भिखारी, मलाई छुने हिम्मत कसरी गरिस्? एकपटक भनेको सुन्दैनस्? मेरो मोबाइल होइन भनेको? छी छी छी, कति गनाएको। मेरो कुरा त सुन्नु। मैले आफ्नै आँखाले देखेको यो मोबाइल त त्यो मैडमकै हो। त्यो मैडमकै मोबाइल थियो तर पनि लिन मानेन। कतै यो मोबाइल चोरीको पनि हुन सक्छ। राख्नुहुन्न, मोबाइल फालिदिन्छु म। कसको फोन आयो फेरि? अननोन नम्बर कसको होला? सायद त्यो मैडमको हुन सक्छ। उठाइदिन्छु। हेलो, मैले जे भन्दैछु राम्रोसँग यो सुन। रङ नम्बर हो। तपाईँले जो भन्न खोज्नु भएको छ त्यो मान्छे म होइन। त्यो मलाई थाहा छ। म जे भन्दैछु त्यो राम्रोसँग सुन। त्यो कालो ब्याग देखिरहेको छ, त्यो खोलेर हेर। फेरि मलाई फोन गर्ने कोसिस नगर। ओ माई गॉड, यति धेरै पैसा अनि चिठी। कसको चिठी हो? फोन। हेलो, यो पैसा चिठीमा त भनेको छ यो पैसाले केही राम्रो काम गर्नु। हुन त सही कुरा हो। भिख मागेर पनि कति दिन चल्ला र सायद यही बदलिने मौका हो मेरो लागि। भाइ एउटा नारियल पान दिनु। तिमी उही मान्छे होइन? हो दाइ हो। यो काम ठिक गर्दैछ भाइ। तिमीले हजुर। मेहनत गरेर खानुपर्छ। यस्तै काम गर्ने गर। अल द बेस्ट। साउजी, यो गमला दिनु त। लिनु मैडम। कति पैसा हो? 200 रुपियाँ। थ्याङ्क यू सो मच। गमला धेरै राम्रो बनाउनु भएको धन्यवाद छ। मैडम। एक कटिङ चाहिदिनु त। लिनुहोस्। सक्कर त दबाएर हालेछ। दबाएर त हाले होइन, त्यस्तै हाले हो। ऊ त्यहाँ छ दिदी, होटल जाउँ। हेलो दाई। मैडम तपाईँ यहाँ? खै को हो? मैले त चिनिन तपाईँलाई। मैडम म त्यो भिखारी भिख माग्दै थिएँ। हजुरले मोबाइल खसाउनु भएको थियो। त्यसपछि हजुरलाई मोबाइल लिनु भन्दा तपाईँले मलाई थप्पड हान्नु भएको थियो। ओहो हो, याद आयो। तपाईँ यहाँ? वाह वाह, धेरै राम्रो। बधाई छ, बधाई छ। थ्याङ्क यू। तर मैडम तपाईँले त्यो दिन मोबाइल लिनलाई किन नाइ भन्नुभयो? अनि त्यो चिठी पनि हजुरले राख्नु भएको होला सायद। त्यो पनि मैले राखेको। तर मैले सोद्धा हजुरले भन्नु भएन किन? यदि मैले भनिदिएको भए तपाईँ यहाँ हुनुहुन्थ्यो र? तपाईँले यति राम्रो सोच्नु भएको रहेछ, मलाई थाहै भएन। मैले सोचेँ मैडमले यस्तो किन गर्नुभयो भनेर। पछि थाहा भयो मैडम। त्यो दिन तपाईँले हानेको थप्पडले मलाई आज यहाँ पुर्यायो। धेरै खुसी लागेको छ। धन्यवाद मैडम। दाई धन्यवाद भन्नु पर्दैन। हजुरलाई मैले यहाँ देखेर म धेरै खुसी भएँ। अनि कस्तो चलिरहेको काम? मैडम आजसम्म धेरै राम्रो छ। खुसी छु मेहनत गर्दा, अनि त्यो सब हजुरले गर्दा भएको हो मैडम। हो, धेरै राम्रो। लिनु हजुरको पार्सल। थ्याङ्क यू। बाई बाई। Are you all my personal dreams?